जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी। पावन पवित्र भूमि भारत अनि हामी यस राष्ट्रका नागरिक। यो सुन्दर पावन भूमि भारतको अवलोकन गर्दा त्यहाँको संस्कृति, रीतिरिवाज, परम्परा, जनजीवन, पर्यावरण, सम्पदा, जैव विविधतासित रुमलिन पाउँदा आहा कति आनन्दको अनुभूति हुन्छ। त्यस्तै आज हामी पश्चिम बंगाल राज्यको विविध क्षेत्रको अवलोकन सहित तीस राज्यले श्वेत क्रान्ति अभियानमा जैविक दूध उत्पादन प्रविधि सहित पशुधन व्यवसाय माथि सञ्चालन गरेको अभियानलाई बुझ्न पुगेका सिक्किम दुग्ध सहकारी समितिका प्रतिनिधिगणको भ्रमण कार्यक्रमको आउनुहोस् अवलोकन गरौं। दर्शकवृन्द नमस्कार। सिक्किम दुग्ध उत्पादक सहकारी संघले राज्यको स्वर्ण जयन्ती समारोह 2025 को अवसरमा अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 लाई पनि संयुक्त रूपमा समेट्दै विशेष कार्यक्रम अभियान सुरु गरेको छ। यसमध्येको एक हो सिक्किम दुग्ध सहकारी समितिका प्रतिनिधिगणलाई पश्चिम बंगाल स्थित सुन्दरवन नारायणगञ्ज दुग्ध उत्पादक सहकारी समिति, सुन्दरवन दुग्ध एवं पशुधन उत्पादन संघ, रामकृष्ण मिशन आश्रम कोलकाताद्वारा सञ्चालित डेरी फार्म, बायोग्यास प्लान्ट एवं कृषि फार्म लगायत कोलकाताका विभिन्न महत्वपूर्ण एवं ऐतिहासिक धरोहर, मनोरञ्जन स्थल अनि बीएफ बंगाल महासागर, गंगा सागर आदिको एक सप्ताहव्यापी दर्शन सहित अवलोकन गराइएको एक विशेष कार्यक्रम अर्थात् भ्रमण कार्यक्रम। 1995 मा स्थापित सुन्दरवन दुग्ध एवं पशुधन उत्पादक संघ विश्वमै प्रख्यात एक जैविक संघ हो। पश्चिम बंगाल सरकार अनि राष्ट्रिय डेरी विकास बोर्ड एनडीडीबी को प्राविधिक तथा आर्थिक सहयोगमा सुन्दरवनका कृषकहरूबाट बिक्री र संघद्वारा संशोधन गरिएका दुग्ध तथा जैविक कृषि उत्पादनहरूको एक अद्वितीय ब्रान्डको अवधारणा र सुरुवात गरेर यसको नवीकरण यात्रा सुरु गरिएको इतिहास मिठो छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले 2015 मा यो ब्रान्डको सुन्दरीकरण भनेर नामकरण गर्नुभएको थियो। परम्परागत र स्वदेशी उत्पादनलाई विशेष ध्यान राखी जैविक प्रमाणीकरण गरेर पूर्णतया जैविक गाईको घाँस, मानव खाद्यान्न, जैविक दूध, जैविक तेल र पिना अनि सम्पूर्ण जैविक अन्नबालीलाई उत्पादन, प्रसंस्करण, पाकिटबन्द सहित विपणन गरिँदै आएको छ। यसको सम्पूर्ण अवलोकन यी टोलीले गरे, जसको सम्पूर्ण जानकारी यस संघकी परियोजना प्रबन्धक डाक्टर सीमाले साझा गरिन्। सुन्दरवन भित्रको घना वन जंगलमा एपिस डोर्सेटा प्रजातिका मौरीको अधिक बाक्लो घर पाइन्छ। यी मौरीबाट यो दुग्ध संघले प्रति वर्ष 10 टन मह संग्रह गरी यो काँचो महलाई प्रसंस्करण गरेर प्रति लिटर 800 रुपियाँको दरले बिक्री गर्दै आएको छ। यसको पनि जानकारी प्रदान गरियो सिक्किम दुग्ध सहकारी समितिका भ्रमण टोलीलाई। ये जो 3 सिंबल है आपका प्रोडक्ट में, अगर ये 3 सिंबल है इट इज मीन्स एपेडा द्वारा आपका सर्टिफाइड होगा। ये 3 सिंबल नहीं होने से ये एपेडा द्वारा सर्टिफाइड नहीं है। कोई दूसरा कंपनी लगा नहीं सकती। इसके लिए ये मतलब फार्मर से कलेक्शन लेने के लिए 60,000 और प्रोसेसिंग का 60,000 सालाना हम लोगों को 1,20,000 ऑर्गेनिक सर्टिफिकेशन में खर्चा करना पड़ता है। यो दुग्ध सहकारी संघ सन् 2024 मा अन्तर्राष्ट्रिय डेरी फेडरेशनद्वारा जैविक उत्पादन र प्रसंस्करणमा अब्बल कार्य गरे बापत अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित एक संस्थान हो। एपिडाद्वारा मान्यता प्राप्त अर्ग्यानिक ब्रान्डको ट्याग लगाएर यो संघले सम्पूर्ण उत्पाद सामग्री जस्तै मह, तोरीको तेल, सूर्यमुखी तेल, चामल, दाल, दूधजन्य मिठाई आदि विपणन गर्दै रकम सहित ख्याति कमाउँदै आएको जानकारी पनि गराइयो। यो भ्रमण टोलीले सुन्दरवन नारायणगञ्ज दुग्ध सहकारी समिति कार्यालयको पनि भ्रमण गर्यो। महिला वर्गको सहभागितामा सञ्चालित यो समितिमा कुल 125 सदस्य रहेका छन्, जसले श्वेत क्रान्ति अभियानमा अब्बल स्थान ओगट्न सक्षम बनेको जान्न पाइयो। यो भ्रमण टोलीलाई यी महिला वर्गले अति नै आदर भावपूर्वक पारम्परिक ढंगले स्वागत पनि जनाएका थिए। यो समितिको क्रियाकलापमाथि सुन्दरवन दुग्ध संघकी परियोजना प्रबन्धक डाक्टर सीमाले जानकारी दिन्। हम लोग इधर टोटल 6 प्रोसेसिंग यूनिट देखे। 2015 में हम लोग इसको रीओपन किए। उससे पहले
सुंदरिनी क्लोज था। 2015 से पहले ये मिल्क यूनियन ओनली सीजनल मिल्क यूनियन था और ये बंद था। सुंदरबन ऐसी जगह है जहाँ पे आपका जितना सारा प्रॉब्लम सब एक साथ है। इधर रहने का अच्छा जगह नहीं है, इधर जाने का रोड नहीं है, इलेक्ट्रिसिटी का प्रॉब्लम है, दूध चिलिंग का जो चिलिंग कोल्ड चेन मेंटेन का प्रॉब्लम है। ऊपर से हर साल आपका मई या जून महीना में एक तूफान आता है। ये जो तूफान आता है सब बाढ़ आता है, सब जाके बे ऑफ बंगाल में चला जाता है, गाय चला जाता है, घर चला जाता है। इधर का जो फार्मर है वो बहुत मार्जिनल है। यो समितिका कृषक वर्गलाई पश्चिम बंगाल सरकारको पशुपालन विभागले कृत्रिम गर्भधान तकनिकीमाथि प्रशिक्षण दिएर निपुण बनाए बापत अहिले महिला स्वयंले असल नसलको बाछा बाछी जन्माउन कृषकका घर घरमा गएर एआई अर्थात कृत्रिम गर्भधान गराइरहेका छन्। यो नारी सशक्तिकरणको एक अब्बल उदाहरण हो, जसको भ्रमण टोलीले अवलोकन पनि गर्यो। यसपछि यो भ्रमण टोलीले रामकृष्ण मिशन अर्ग्यानिक डेरी फार्ममा पुगेर स्थानीय प्रजातिका 200 भन्दा ज्यादा असल नसलका गाई गोरु र बाछाहरू सहितको मोडल फार्मको अवलोकन गर्यो। भ्रमण टोलीलाई अवगत गराउँदै यस फार्मका निरीक्षकले सबै जानकारी दिए भने भ्रमण टोलीलाई सिक्किम मिल्क युनियनका उपप्रबन्धक डाक्टर जीआर गुरुङले गाई पालन प्रविधि बारे अवगत गराउँदै जानकारी साझा गरे। यहाँ स्थापित छ एक मोडल बायोग्यास प्लान्ट। गाईको गोबरद्वारा यो बायोग्यास प्लान्टबाट पर्याप्त ग्यास उत्पादन भएको र यसबाट धेरै ठूलो लाभ पुग्ने भएकोले तथा ग्यास पाकेर निस्किएको मल खेतीमा प्रयोग भए बापत यसबाट धेरै राम्रो आम्दानी पनि लिन थालिएको जानकारी पाइयो। यसरी पशुधन व्यवसायमा हामीले कसरी जैविक अवधारणा राखेर काम गर्नुपर्ने अनि यसबाट हुने विभिन्न लाभ र बायोग्यास प्लान्टमाथि जति पनि लाभहरू यहाँ लिइरहेका छन्, यसरी नै सिक्किमले पनि यस्ता लाभहरू हामी लिन सक्छौं भन्ने कुरामा आफ्ना विचार साझा गर्नुहुँदै सिक्किम मिल्क युनियनका बीओडी श्री सीपी भट्टराईले आफ्नो विचार साझा गर्नुभयो। हाम्रो सिक्किममा ट्रेन्ड के छ भन्नुस् त? सिक्किम राज्यमा हाम्रो ट्रेन्ड के छ? हाम्रोमा खाली 2 माउ 3 माउ 4 माउ 5 माउ मात्रै पाल्ने। अनि अब यहाँबाट हामी इन्कम कमाउन सकिरहेका छौँ छैनौँ नि त? त्यस्तो बेसी इन्कम लिन सकेका छैनौँ। 10 लिटर दुध दिने गाईबाट साँच्चै भन्नु हो भने तपाईँ हामीले 3000-3500 भन्दा माथि हामी इन्कम लिन्छौँ लिँदैनौँ। तर कम्ती इन्कम धेरै गर्यौँ भनेदेखि चाहिँ कति हुन्छ भन्नुहोस् त? बहुत कमाउन सकिन्छ नि त हामी। त्यसले गर्दा मेरो एउटै अनुरोध हो, तपाईहरुले एकदमै जमर्को गर्नुहोस्। यो टिमबाट 30 जना टिमबाट चाहिँ कम से कम हामीले चाहिँ 5 जना फार्मर्सले पनि 50-50 माउ गाई पाल्दियो भने किलो भन्नुहोस् त कहाँ पुग्छ? तपाईहरुलाई 5 जनालाई हेरेर 10 जना जन्मिन्छ, 10 जनालाई हेरेर 20 जना फार्मर्स हाम्रोमा छन्। सिक्किम दुग्ध संघ तादुङको तत्वाधानमा तपाईहरुले जुन 16 तारिखदेखि 21 तारिख मार्च 2025 सम्म जुन पश्चिम बंगाल अन्तर्गत सुन्दरवनको जुन भ्रमण अवधिको निम्ति कुल 30 जना सदस्य टोलीहरूलाई लिएर यहाँ आउनु भएको छ सिक्किम दुग्ध सहकारी समितिका। र यो भ्रमण अवधिमा धेरै ठाउँमा तपाईहरुले अवलोकन गराइसक्नु भएको छ र आज एउटा ठूलो फार्ममा पनि आएका छौं जहाँ पशु गाईको फार्म छ र यसमा डाक्टर साहबले पनि धेरै जानकारी दिइसक्नुभयो, हजुरले पनि जनाइसक्नु भएको छ, म्याडमहरुकोबाट पनि हामीले जानकारी धेरै पस्किसकेका छौं। र तपाईहरुले अब यो कार्यक्रमलाई कुन ढंगले सिक्किममा गएर अब सुचारू ढंगले कृषकहरूलाई उत्साहित गर्नुपर्ने छ र धेरै हाम्रो श्वेत क्रान्ति अभियानलाई सफल तुल्याउनु छ, यसमा हजुर बीओडी हुनुहुन्छ, के भन्नुहुन्छ सर? विशेष गरेर सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदयको सोच पनि यही हो कि सुनौलो सिक्किम अनि समृद्ध सिक्किम र दुधको क्षेत्रमा सिक्किमलाई एकदमै परिपूर्ण बनाउने यो हाम्रो एउटा सरकारको अभियान हो। यो अभियान अन्तर्गत हाम्रो सिक्किम मिल्क युनियनमा पनि त्यो हाम्रो फार्मर्सहरूलाई एक्सपोजर गराउने यो कार्यक्रम रहन्छ है। र आज हामी 16 तारिक अप्रिल 2025 बाट हामीले सुरु गरेको सिक्किमबाट यात्रा सुरु गरेको थियौँ भनेदेखि हामीले 17-18 2 दिन हामीले कलकत्ताको यो सुन्दरवनमा हामीले त्यहाँनिर भ्रमण गर्यौँ र विशेष गरेर हाम्रो म्याडम निर्मला बस्नेत माननीय बोर्ड डाइरेक्टर हुनुहुन्छ। यसरी नै हाम्रो अफिसबाट एडमिनिस्ट्रेसनबाट हाम्रो डाक्टर डीआर गुरुङ सर हुनुहुन्छ जोरथाङ प्लान्टबाट, अनि म स्वयं हामी 3 जना लागेर यसरी गाइड गरेर हाम्रो 30 जना
फार्मर्स भनौँ या हाम्रो हरेक समितिको एमपिसिएसका अध्यक्ष महोदयहरूलाई हामीले यो यात्राको निम्ति यहाँनिर लिएर आएको छौँ। र विशेष हामीले 18 तारिक र 19 तारिक हाम्रो सुन्दरवन जहाँ आइल्यान्डमाथि यो विभिन्न कार्यक्रमहरू गरेको छ, आइल्यान्डमाथि तपाईँको खेती गरेको छ, अनि यो पनि एउटा सिक्किम राज्य जस्तै अर्ग्यानिक जैविक उहाँहरूले कार्यक्रम त्यहाँनिर गर्नुहुँदैछ। र त्यहाँ हामीले के देख्न पायौँ भन्दाखेरि चाहिँ उहाँहरूले A2 मिल्क है, यसमा पनि जैविक टोटली तपाईँको अर्ग्यानिक मिल्क उहाँहरूले प्रोसेस गरेर त्यसबाट बोटलिङहरू गरेर उहाँहरूले मार्केट गर्न उहाँहरू सक्षम हुनुभएको छ। र यसमाथि हामी अनुसन्धान गर्नु आयौँ कि सिक्किम पनि अर्ग्यानिक हो, तर दुधको क्षेत्रमा हामीले पुरा 100% अर्ग्यानिक हामीले प्रोडक्ट निकाल्नु सकेको छैन। कारण कतिवटा अब खानपानको कारणले गर्दाखेरि कतिवटा तपाईँको दाना पानीको गाईलाई दिनुपर्ने दाना पानी बाहिरकै प्रयोग गर्नु परिरहेको स्थिति भएकोले गर्दाखेरि चाहिँ हामीले त्यहाँ कस्तो प्रकारले सुन्दरवनले चाहिँ दुध प्रोसेस गर्दैछ, कति दुध चाहिँ पर डे प्रोक्योर गर्दैछ, कति दुध चाहिँ पर डे चाहिँ उहाँले निकालेर प्रोसेस गरेर मार्केट लाँदैछ अर्ग्यानिक मिल्क भनेर यो माथि हामीले विशेष अनुसन्धान गर्न हामी आएको थियौँ। र विशेष त्यहाँनिर हामीले देख्यौँ त्यहाँ अनौठो के थियो, हामीले विभिन्न नाउद्वारा जहाजहरूद्वारा यात्रा गरेर गाडी छोडेर त्यसरी यात्रा गर्दै गर्दै हामीले त्यहाँको सुन्दरवनको एउटा टापुमाथि भएको जुन सानो प्रकारको एउटा खेतीहरूलाई हामीले हेऱ्यौँ, जहाँ कि अर्ग्यानिक मिल्क कसरी उहाँले प्रड्युस गर्दैछ भन्ने कुरामा उहाँहरूले एकदमै कम्ती दुध दिने गाई 2 लिटर 3 लिटर 4 लिटर यस्तो प्रकारको हामीले देख्यौँ। अनि त्यहाँ एकदमै बेसी दुध दिने गाईहरू हामीले पायौँ न। किन पायौँ न भन्दाखेरि चाहिँ अर्ग्यानिक मिल्क प्रड्युस गर्न लागि चाहिँ उहाँहरूको टापुमा उहाँहरूको आइल्यान्डमा जति तपाईँको खाद्यान्नहरू प्रड्युस हुन्छ, गाईलाई दिनुपर्ने दाना भुसको प्रोडक्सन हुन्छ, त्यही हिसाबको नै उहाँहरूले गाई पालेको छ। उहाँहरूले भन्नुहुँदै थियो सक्यौँ हामी 20 लिटर दुध दिने गाई पनि पाल्न सक्यौँ, धेरै गाई पनि हामी म्यानेज गरेर पाल्न सक्यौँ, तर हाम्रोमा जुन प्रकारको भुस पिना दानाहरू दिनुपर्छ त्यो हामीले बाहिरबाट ल्याउनुपर्छ। बाहिरबाट ल्याइसक्दा अर्ग्यानिक हुँदैन। अनि त्यही उत्पादन गरेको चारो पानी जति पुग्छ त्यति नै उहाँहरूले गाई पालेको छ। त्यतिले नै पुग्ने गाईहरू पालेर दिनमा 4000 लिटर उहाँले दुध प्रोसेस गरेर चाहिँ मार्केट पठाएको यो कुराहरू हामीले पायौँ। र त्यसबाट हामीले सिक्यौँ कि यस हामीले पनि सिक्किमबाट कुनै जिल्लाबाट कुनै निर्वाचन क्षेत्रबाट चाहिँ हामीले त्यस निर्वाचन क्षेत्रमा प्रोडक्सन भएको कुरालाई चाहिँ गाईलाई त्यही कुराहरू दिएर या त सिक्किमभरि भएको उत्पादन भएको अन्न पानी, सिक्किम त यसै पनि जैविक छ, अनि त्यहाँ सिक्किमभरि उत्पादन भएको दाना पानीलाई चाहिँ हामीले कुनै निर्वाचन क्षेत्रबाट चाहिँ हामीले एउटा A2 मिल्क या त तपाईँको जैविक मिल्क चाहिँ हामीले त्यहाँदेखि प्रोसेस गर्न सक्यौँ भनेदेखि यो हाम्रो कार्यक्रम भोलि गएर सिक्किममा पनि डल्लै सिक्किममा पछि पछि गएर हामीले चाहिँ एउटा जैविक जुन चाहिँ दुध छ त्यसलाई हामी प्रोसेस गर्न सक्ने रहेछौँ भन्ने यो हामीले अनुभव बटुलेर आएका छौँ। सिक्किम दुग्ध सहकारी संघ र सुन्दरवन दुग्ध सहकारी संघ पश्चिम बंगाल बीचमा के कस्ता भावी सम्भावना रहन सक्लान्, जसले परस्पर व्यापार सम्बन्ध स्थापित गरेमा यसबाट धेरै फाइदा पुग्न सक्छ, यस सम्बन्धमा जानकारी लिने प्रयास गरियो। बीएफ बेंगाल गंगा सागरमा भ्रमण टोलीसित जहाज यात्रामा जानकारी प्रस्तुत गर्नुहुँदै सुन्दरवन दुग्ध संघकी परियोजना निदेशक डाक्टर सीमाले बातचीत मार्फत बताइन्। यस अवसरमा भ्रमण टोलीका प्रतिनिधिगणबाट पनि अनुभव बटुलियो। कामनाएं हैं आप लोगों को कि आप लोग आए हैं बहुत दूर से, एकदम पहाड़ से समुंदर में, पहाड़ बहुत ऊपर है, समुंदर एकदम डाउन, तो आप इतना ट्रैवल करके आए हैं इधर, आप लोग रह रहे हैं सुंदरवन में। हम लोगों का ये कहना है कि सुंदरवन बहुत एकदम ऐसे एरिया, जंगल का एरिया है, सराउंडेड बाय रिवर है, तो अगर सिक्किम मिल्क यूनियन ऑर्गेनिक करता है और सुंदरवन भी ऑर्गेनिक करता है, तो हम लोग दोनों एक साथ अगर टाई अप होके इधर का जो फार्मर्स लोगों का जो प्रोडक्शन है, क्रॉप है, उसको क्या बल्क लेवल पे सिक्किम में मार्केटिंग कर सकते हैं। इज देयर एनी चांसेस टू कोऑप एंड प्रोमोट सुंदरिनी ऑर्गेनिक ब्रांड्स? हम लोग एक साथ को ब्रांडिंग भी कर सकते हैं, या फिर बल्क आप लोग लेके आप लोगों का ब्रांडिंग में भी बेच सकते हैं। वट एवर यू हैव टू चूजन वी विल एक्सेप्ट। द्रोण सर नमस्कार तपाईलाई। सर आज यो सुन्दरवन डेल्टाको जुन गंगाको दर्शन गर्न आउनु भएको छ, अघि बडा आनन्द विभोर पनि तपाईँ देखिरहेको छु। जुन तपाईहरुको यात्रा भइरहेछ कस्तो फिल भइरहेछ तपाईलाई? एकदमै दामी अनि विभिन्न किसिमको जग्गा हेर्न पाइरहेका छौँ। सबैजनाले इन्जोय गर्नुहुँदैछ। 30 जना छौँ। हजुर, सबैजना सन्चो सुविस्तै हुनुहुन्छ, सबैले इन्जोय गर्नुहुँदैछ। अनि यहाँ सागरको
स्नान गर्न भनेर अहिले यहाँ आएका छौँ र यो स्नान गरे पछाडि फेरि हामी गएर अर्को बीचमा जानेछौँ अनि फेरि इन्जोय गर्नेछौँ। सबैले इन्जोय लिनुहुँदैछ सर। अच्छा, र यो तपाईँले एउटा सुनौलो मौका पाउनु भएको छ है, सिक्किम मिल्क युनियनको तर्फबाट जुन यात्रा गर्ने अवसर पाउनुभयो है, र जति पनि हाम्रो सिक्किममा रहनुभएका जति पनि हाम्रो मिल्क कोअपरेटिभ सोसाइटी सञ्चालन गर्ने सेक्रेटरिज प्रेसिडेन्ट्सहरू कतिजना आउनु भएको छैन, कसैको अब दोस्रो टिममा आउनुहुन्छ अघि, र तमाम सिक्किमेली जनगणलाई तपाईँको तर्फबाट के मेसेज छ? यो यसरी सिक्किम मिल्क युनियनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी जति पनि यहाँ आएका छौँ र सबै कृषकको तर्फबाट, ग्वालाको तर्फबाट, र यो सिक्किम मिल्क युनियनले समय समयमा यसरी बाहिर लगेर ट्रेनिङ गराउने। आज यसरी यो त अहिले हामीले यसो हेर्न आएको मात्रै हो, तर यो हेर्ने प्रोग्राम चाहिँ वास्तवमा थिएन र हामीले यहाँ नजिकमा हुँदा गरेका हौँ। तर यो प्रोग्राम सिक्किम मिल्क युनियनले जति ट्रेनिङहरू दिने गरेको छ, यो ट्रेनिङहरू दिएर हाम्रो कृषकहरूलाई एकदम सहज तरिकाले दुध उत्पादन गर्ने कुरामा बढोत्तरी गर्ने विषयमा कुरा हो र यस विषयमा अब सिक्किम मिल्क युनियनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र सिक्किम सरकारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आज हामी जति पनि यहाँ आएका छौँ सर। थ्याङ्क यू भेरी मच सर। यसरी एक सप्ताहव्यापी जुन यात्रा रहेको थियो पश्चिम बङ्गाल कोलकातामा, यी भ्रमण यात्रा सकेर यो टोली सिक्किम फर्किसकेको छ। यो टोलीलाई प्रतिनिधित्व गर्दै जानु भएको थियो सिक्किम मिल्क युनियनका बिओडी श्री सीपी भट्टराई अनि श्रीमती निर्मला बस्नेतले, अनि सिक्किम मिल्क युनियनका डिप्टी म्यानेजर डाक्टर जीआर गुरुङ पनि यस टोलीका एक टिम लिडर रहनु भएको थियो।